हाम्रो सदस्य अध्यक्ष केपी शर्मा ओलीलाई समाउने बालेन्द्र सुदन एक हिसाब किताब नेकपा एमाले राखेको छ। तिमीहरूसँग यसको हिसाब किताब हुन्छ, 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ। आज विष्णु पौडेललाई वाहियात आरोप लगाएर थुनेका छौ। हिजो मालपानीको 8 करोडको गाडी चढ्ने बालेन शाह अख्तियारबाट मालपानीलाई चोख्याउने अभियानमा लागेका छन्। हिजो दीपक भट्टसँग शेयर लिने सुदन गुरुङ आज ढुक्कसँग हिँडेको छ। समाचार सुन्दैछौँ बेपत्ता भयो अरे। बेपत्ता हुने कुकर्म गर्नेहरू स्वाभाविक बेपत्ता हुनेवाला छन्। आज चुन्नु प्रसाद पौडेल र मालपानीहरूले दिएको बयानका आधारमा शशि पौडेलको नाममा भएको 35 बिघा रोपनी विष्णु पौडेलको हो भन्दै आज श्रीराम टोबाको भन्ने नेपालको सबैभन्दा युवाहरूलाई ध्वस्त पार्ने करेन्ट सुरतिर करेन्ट गुर्खा उत्पादन गर्ने कम्पनीको 30 करोडको शेयर विष्णु पौडेलको दिएको भन्ने आधारमा भ्रम फिजाएर हाम्रा नेतामाथि प्रतिशोध सार्ने जुन काम भएको छ यसको हिसाब किताब हामी गर्नेछौँ।